निमावि तहको विज्ञापन आज खुलाएको छ। शिक्षक सेवा आयोग निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको विज्ञापन आज भर्खर चैतको 14 गते खुलाएको छ साथीहरू। र यो विज्ञापन साथीहरू फागुन महिनामा नै खुलाउनु पर्ने थियो र ढिलो गरेर 14 दिन ढिलो गरेर विज्ञापन खुलाएको छ। र यो भिडियोमा तपाईहरुलाई चाहिँ यो 7वटा प्रदेशमा कुन विषयमा कतिवटा सिट रहेको छ र फर्म भर्नको लागि कति दस्तुर बुझाउनु पर्ने छ र फर्म हामीले कति गतेसम्म बुझाउन मिल्छ भनेर पुरै डिटेल आजको भिडियोमा जानकारी दिनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला साथीहरू। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरिदिनु होला। र सबभन्दा पहिला यहाँ विषय दिएको छ। विषय नेपालीको सबभन्दा पहिला हेरौँ साथीहरू। नेपाली विषयमा हाम्रो 7वटा प्रदेशभित्र कुन कुन प्रदेशमा कतिवटा चाहिँ सिट रहेको छ र कुन चाहिँ समावेशी समूहमा रहेको छ। त्यस्तै गरी 1 नम्बरमा यो नेपाली विषयको साथीहरू याद गर्नु होला। कोशी प्रदेशमा खुल्लामा 25 वटा रहेको छ। कोशी प्रदेशमा मात्रै तपाईको 25 वटा खुल्लामा रहेको छ नेपाली विषयको। त्यस्तै गरी महिलाको लागि 7 वटा रहेको छ नेपालीको लागि। त्यस्तै गरी आदिवासी जनजातिको 5 वटा रहेको छ भने यहाँ दिएको छ तराई मधेसमा बसोबास गर्ने मधेसी आदिवासी जनजाति दलित पिछडिएका क्षेत्र सबै मिलाएर तपाईको 4 वटा रहेको छ साथीहरू नेपाली विषयमा कोशी प्रदेशबाट। त्यस्तै गरी तपाईको दलितमा तपाईको 2 वटा सिट रहेको छ र अपाङ्गतामा 1 वटा सिट र त्यस्तै गरी पिछडिएको क्षेत्रमा 1 वटा सिट गरी यसरी जम्मा 45 वटा पद संख्या रहेको छ कोशी प्रदेशबाट। यो नेपाली विषयको भइहाल्यो साथीहरू। त्यस्तै गरी मधेस प्रदेशको लागि जम्मा 7 वटा मात्रै रहेको छ नेपाली विषयको लागि र 7 वटा खुल्लामा 4 वटा महिलामा 1 वटा आदिवासी जनजातिमा 1 वटा र त्यस्तै गरी मधेसीमा 1 वटा गरी यस्तै 7 वटा रहेको छ। र सेम त्यस्तै गरी साथीहरू तपाईको बागमती प्रदेशको जम्मा 16 वटा रहेको छ नेपाली विषयमा र ती 16 मध्ये 9 वटा मात्रै खुल्लामा रहेको छ र बाँकी तपाईको 8 वटा समावेशी समूहमा बाट रहेको छ। 7 वटा समावेशी समूहबाट रहेको छ। र त्यस्तै गरी गण्डकी प्रदेशबाट 14 वटा खुल्लामा 4 वटा महिला आदिवासी जनजातिमा 3 वटा यस्तै गरी तपाईको टोटल 26 वटा गण्डकी प्रदेशबाट रहेको छ। र लुम्बिनी प्रदेशबाट साथीहरू तपाईको 6 वटा मात्रै रहेको छ नेपाली विषयको सिट र कर्णाली प्रदेशबाट तपाईको 4 वटा रहेको छ। र त्यस्तै गरी सुदूरपश्चिम प्रदेशबाट तपाईको 5 वटा सिट रहेको छ र जम्मा नेपाली विषयको जम्मा सिट संख्या तपाईको 109 वटा नेपालीको रहेको छ। पुरै नेपालभरि 109 वटा निमावि तहको नेपाली विषयको रहेको छ। त्यस्तै गरी साथीहरू अब यो अंग्रेजी विषयतर्फ जाम। इंग्लिश सब्जेक्टबाट कतिवटा सिट रहेको छ। कोशी प्रदेशमा साथीहरू तपाईको यहाँ 53 वटा रहेको छ। कोशी प्रदेशबाट मात्रै 53 वटा रहेको छ। मधेसबाट 7 वटा रहेको छ। मधेसमा 7 वटा मात्रै रहेको छ। बागमतीमा तपाईको 32 वटा रहेको छ साथीहरू। बागमती प्रदेशमा 32 वटा छ भने गण्डकी प्रदेशमा 39% सिट रहेको छ। त्यस्तै गरी साथीहरू लुम्बिनी प्रदेशमा अंग्रेजी विषयको 20 वटा मात्रै रहेको छ सिट र त्यस्तै गरी कर्णाली प्रदेशमा तपाईको 12 वटा र सुदूरपश्चिममा 8 वटा यसरी जम्मा गरी अंग्रेजी विषयको 171 वटा सिट रहेको छ साथीहरू निमावि तह शिक्षक सेवा आयोगमा। त्यस्तै गरी साथीहरू अब जाम गणित विषयतर्फ र गणित विषयमा कतिवटा रहेको छ भनेर यहाँ कोशी प्रदेशमा तपाईको 28 वटा रहेको छ। 28 वटा कोशी प्रदेशमा रहेको छ साथीहरू र त्यस्तै गरी मधेस प्रदेशमा तपाईको 8 वटा मात्रै रहेको छ। सबै विषयमा 8 यो मधेसीमा मधेस प्रदेशमा सबभन्दा कम रहेको छ र बागमतीमा तपाईको 26 वटा सिट रहेको छ। त्यस्तै गरी गण्डकीमा तपाईको 28 वटा लुम्बिनीमा 11 वटा कर्णालीमा 8 वटा र सुदूरपश्चिममा 3 वटा गरी यसरी तपाईको टोटल गणित विषयको 112 वटा रहेको छ। र साथीहरू यसै गरी तपाईले हेर्नु होला कुन विषयमा कतिवटा रहेको छ। मैले यहाँ जम्मा कतिवटा रहेको छ मात्रै भन्दिने छु।
यहाँ विज्ञान विषयमा तपाईको 101 वटा पुरै नेपालभरि सिट रहेको छ, 101 वटा निमावि तहमा। र त्यस्तै गरी साथीहरु तपाईको यहाँ गणित विज्ञान को कतिवटा सिट रहेको छ, 80 वटा रहेको छ साथीहरु, 80 वटा जम्मा सिट रहेको छ। र त्यस्तै गरी लुम्बिनी प्रदेशमा कति रहेको छ, मधेसमा, कोशीमा के कुन प्रदेशमा कतिवटा रहेको छ भनेर यसरी हेर्नु होला। यता प्रदेश भइहाल्यो, यता सिट संख्या र यता जम्मा दिएको छ। यसरी राम्रोसँग हेरेर फर्म भर्नु होला साथीहरु। त्यस्तै गरी अब जाम साथीहरु सामाजिक विषयतर्फ। र सामाजिक विषयमा कतिवटा सिट रहेको छ, यहाँ कोशी प्रदेशबाट तपाईको 44 वटा सिट रहेको छ साथीहरु। कोशी प्रदेशबाट मात्रै 44 वटा रहेको छ भने मध्य प्रदेशबाट 6 वटा रहेको छ भने बागमती प्रदेशबाट तपाईको 14 वटा सिट रहेको छ। त्यस्तै गरी साथीहरु गण्डकी प्रदेशबाट तपाईको 22 वटा र 16 वटा तपाईको लुम्बिनी प्रदेशबाट भइहाल्यो साथीहरु। र लुम्बिनी प्रदेशमा खुल्लामा 9 वटा, महिलामा 2 वटा र त्यस्तै गरी आदिवासी जनजातिमा 2 वटा र मधेसीमा 2 वटा गरी यसरी उसमा दिएको छ लुम्बिनी प्रदेशमा। 1 वटा दलितमा रहेको छ। त्यस्तै गरी कर्णाली प्रदेशमा तपाईको जम्मा 4 वटा रहेको छ भने सुदूरपश्चिममा 3 वटा मात्र रहेको छ भने जम्मा सामाजिक विषयको तपाईको 109 वटा मात्रै सिट संख्या रहेको छ। त्यस्तै गरी स्वास्थ्य तथा शारीरिक शिक्षा तपाईको बागमतीमा 1 वटा रहेको छ र संस्कृत व्याकरणको तपाईको 2 वटा रहेको छ साथीहरु। एउटा कोशी प्रदेशमा र एउटा गण्डकी प्रदेशमा रहेको छ। त्यस्तै गरी संस्कृत भाषा को कतिवटा सिट रहेको छ, कोशी प्रदेशमा मात्रै एउटा प्रदेशमा मात्रै रहेको छ, एउटा मात्रै सिट संख्या रहेको छ। र यसमा परीक्षा कसरी हुन्छ साथीहरु, कुन परीक्षा हुनेछ भनेर बारेमा कुरा गर्दाखेरि परीक्षाको किसिम दिएको छ। लिखित परीक्षा हुनेछ, सामान्य र विषयगत दुईटा हुनेछ। एउटा अब्जेक्टिभ क्वेशन हुनेछ, अब्जेक्टिभ पेपरहरु, एउटा तपाईको विषयगत हुनेछ। लास्टमा तपाईको अन्तर्वार्ता हुनेछ। दुईटा परीक्षा हुनेछ, दुई किसिमको। र त्यस्तै गरी परीक्षा सञ्चालन कति परीक्षा हुनेछ साथीहरु अहिले नै निर्धारण गरिसकेको छ। र परीक्षा भनेको 2082 साल जेठको 17 गते बिहान 1 बजे दिउँसो 1 बजेदेखि हुनेछ तपाईको। जेठको 17 गते दिउँसो 1 बजेदेखि तपाईको परीक्षा हुनेछ। र यसको परीक्षा केन्द्र कहाँ पर्नेछ भन्ने बारेमा कुरा गर्दाखेरि जुन प्रदेशबाट भर्नुहुन्छ त्यही प्रदेशमा पर्नेछ। जस्तै कोशी प्रदेशको मोराङ जिल्लामा पर्नेछ भने मध्य प्रदेशको धनुषा जिल्लामा पर्नेछ, बागमती प्रदेशको मकवानपुर ठाउँमा, गण्डकी प्रदेशको कास्कीमा र त्यस्तै गरी लुम्बिनी प्रदेशको तपाईको दाङमा पर्नेछ तपाईको परीक्षा केन्द्र। कर्णाली प्रदेशको सुर्खेत, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा। र यस्तै गरी तपाईको यदि आवेदन संख्या धेरै भई उक्त जिल्लाहरूमा परीक्षा व्यवस्थापन गर्न नसकिने भएमा आयोगले निर्णय गरी अन्य जिल्लामा पनि परीक्षा केन्द्र तोक्न सक्नेछ। तर साथीहरु यो त्यही प्रदेश अन्तर्गतका जिल्ला मा तोक्नेछ। जस्तै तपाईले लुम्बिनी प्रदेशबाट फर्म भर्नुभयो भने यदि दाङ जिल्ला भरिको सिटहरु पुरै प्याक भयो र त्यो भन्दा बढी स्टुडेन्ट भयो भने त्यही प्रदेशको लुम्बिनी प्रदेशकै जिल्ला मध्ये अरु जिल्ला पनि तोक्न सक्छ। र त्यस्तै गरी तपाईको दरखास्त दस्तुर कति लाग्नेछ, 700 रुपैयाँ खुल्लामा र हरेक समावेशी समूहमा 500 रुपैयाँ लाग्नेछ। र त्यस्तै गरी दरखास्त दिने अन्तिम मिति कति गतेसम्म रहेको छ मैले अघि नै भनिसकेको थिएँ। यसको 82 साल वैशाखको 12 गतेसम्म तपाईले सिंगल दस्तुरमा फर्म भर्न म्याद रहेको छ। त्यस्तै गरी डबल दस्तुरमा 19 गतेसम्म तपाईले फर्म भर्न पाउनुहुनेछ। र उमेरको बारेमा कुरा गर्दाखेरि साथीहरु 18 वर्ष पुरा भई 40 वर्ष ननागेको हुनुपर्छ साथीहरु। यसको 40 वर्ष ननागेको हुनुपर्छ। र त्यस्तै गरी तपाईले फर्म भर्नको लागि कसरी भर्ने, अनलाइनबाट भर्नु पर्नेछ। र फर्म भर्ने तरिका पनि मैले अलरेडी सिकाइसकेको छु। यसको लिंक मैले डिस्क्रिप्सन बक्समा राखिदिने छु, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। अथवा तपाईले मलाई कन्ट्याक्ट गरेर
मैले तपाईहरुको फर्म भरिदिने छु। दरखास्त बुझाउने अवधि यो वैशाखको 12 गतेसम्म रह्यो र त्यस्तै गरी साथीहरु त्यसको भोलिपल्टदेखि 19 गतेसम्म डबल दस्तुरमा बुझाउन सक्नुहुनेछ। र अपलोड गर्नुपर्ने कागजातहरु के चाहिन्छ, कागजहरु के यसमा फर्म भर्नको लागि के कागजात चाहिन्छ? नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दरखास्त नमुना, न्यूनतम शैक्षिक योग्यता, ट्रान्सक्रिप्ट, तालिम प्रमाणपत्र, स्थायी र टिचिङ लाइसेन्स हुन एकदम जरुरी छ साथीहरु। यसमा टिचिङ लाइसेन्स नभइकन तपाईले फर्म भर्न मिल्दैन। त्यसैले सबभन्दा पहिले तपाईसँग टिचिङ लाइसेन्स हुनुपर्छ र त्यसपछि मात्रै तपाईले फर्म भर्न मिल्छ। र यो समावेशी समूह भइहाल्यो के चाहिन्छ। र अहिलेसम्म मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने साथीहरु च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गरिदिनु होला। यस्ता नयाँ भिडियो तपाईहरुका लागि अपडेट गराइरहन्छु। धन्यवाद।